हामीसँग आज सचिव सर पनि हुनुहुन्छ कसैको केही समस्या छ नागरिकताको सवालमा वडा नम्बर 5 मा सचिव हुनुहुन्छ हैन अब जुनसँग काम परेमा अब हामीहरु सब गाउँले अब सब जान्छ त्यहाँ काम गर्नु भनौं अब गएपछि सरले अलि टाइममै छिटा गरिदिनु पर्यो सबैको भनाइ नै त्यही हो के गुनासो सुने भने मैले हिजो अस्ति भने सरले गर्दिनु हुन्न टाइम किन हामीले 2-4 दिन राख्ने अब त्यहाँ तपाईहरु जस्तो मान्छे धेरै हुनुहुन्छ तपाईहरुको फारम पनि आफैले भर्दिनु पर्ने हुन्छ निवेदन पनि आफैले लेखिदिनु पर्ने हुन्छ चिठी पनि आफैले बनाइदिनु पर्ने हुन्छ केही कुराहरुमा कहिलेकाहीँ ढिलो पनि भयो होला हैन केही कागजातहरु लिएर आउनुस् तपाईको जन्म दर्ता गराउनु नागरिकताको फोटोकपी राख्नुस् भनेपछि तपाईलाई रिस उठ्छ मेरो घरै छुट्यो अहिले म कहाँबाट राखु बनाइदिनुस् आफ्नै मान्छे भयो भनेर भन्छ हैन ती केही कुराहरु काम गर्दा गर्दा ढिलो चाँडो भयो होला एउटा सरकारी कर्मचारी भएको हिसाबले अहिले त हामी तपाईहरुकै घर दैलोमा आएका छौं र आफ्ना गुनासाहरु पनि जसरी अहिले बहिनीले पोख्नुभयो एकदम राम्रो हो किनकि त्यो भने पनि बहिनीमा एउटा आत्मबलको विकास भएको हो के त्यसको उहाँको एकदमै सकारात्मक पक्ष छ हामीले आफ्नो मनमा लागेको कुरा यसरी नहिचकिचाइकन कुनै पनि प्रशासनिक कर्मचारीलाई सोध्न सक्छौं के मेरो तपाईहरुलाई आग्रह निवेदन के छ भने छोराछोरीलाई तपाई पढाउनुस् छोराछोरीलाई पढाउनको लागि जन्मेदेखि सरकारले व्यवस्था अलिअलि भने नि गरिराखेको छ नि तपाईहरुको पोषण भत्ताको लागि 400 रुपैयाँ दियो जन्मिना साथ 1000 रुपैयाँ दियो स्कुल भर्ना गर्न साथ छात्रवृत्तिको व्यवस्था गर्यो भने तपाईहरु किन पढाउनु हुन्न भन्न खोजे त्यो पढाउने कुरा गर्नुस् तपाईहरुको हक अधिकार कर्तव्य निमन जानुस् कसैले के गर्नु पर्दैन सूचनाको हक भनेको के हो भने हामीले जस्तै यहाँ रोड बन्यो यसमा कति लगानी आयो हैन त्यो तपाईले जान्न पाउनुहुन्छ अब यहाँ सरले भक्करै कुरा गर्नुभयो यहाँ म भवन थप्ने हामी तयारी गर्दै छौं सायद यो भयो भने राम्रो हुन्छ भन्दै हुनुहुन्छ अब यो भवन बन्ने बेला यहाँ कति रकम लाग्यो उहाँ बजैले जान्न पाउनुहुन्छ हैन एउटा उमेर पुगेको 16-17 वर्षको केटाले जान्न पाउँछ विशेष गरी जातीय छुवाछुतमा पनि एकदम सचेत हुने कुरा त हामी गर्दै छौं तर त्यसलाई प्रयोगात्मक रूपले कति व्यवहारमा लागू गर्यौं त लक्ष्मी प्रसाद देवकोटाले भने थिए के मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन भने जातले ठुलो त कोही भएको छैन नि दिल शिक्षा हुनु पर्यो सबै मान्छे ठुलो What you have seen just right now is an example of how the paralegals of Paris, Nepal have been promoting the concept of open government. In a society where the bureaucracy is considered very conservative, can you imagine a government official, a ward secretary going to the village, talking to people about their issues, and not just talking about their issues, but trying to find out solutions? It is something that's exemplary. And who else but a paralegal could have done this?